दुईजना कम्पिटिसन गरेर आफ्नै गाउँमा त्यो भाले मार्दैछ बोली नरल दाल कुकुरी के दाल गोल्डन के पार करनी को विचार Hey guys, welcome back to our YouTube channel. New day, new vlog. तराईमा जाडो बढ्न थालिसकेको छ हैन हिजोभन्दा आज धेरै जाडो आजभन्दा भोलि धेरै जाडो हुन्छ जस्तो लागिरहेको छ झन् एकदमै चिसो टाइपको त्यो एकदम नमिठो जाडो बढिरहेको छ तराईमा म बिहान मेरो जिमको रुटिनतिर लागिसके जिम आज अलिक चाँडो गरेर घर आउनु छ किनकि घरमा आज छठ ढलान हुँदैछ र छोरो भएको नाताले मैले केही न केही त कन्ट्रिब्युट गर्नुपर्छ कन्ट्रिब्युट होइन मेरो बाउले मलाई घोक्रे ठ्याक लाएर यो काम गर त्यो काम गर भन्नुहुन्छ नभए ढिलो आयो भने चाहिँ हल्का कराउनुहुन्छ त्यही भएर मैले चाँडो गएर चाँडो आउनु पनि पर्नेछ सो बिसेफ अब तराईमा जाडो बढ्दैछ सबैजना अलिकति न्यानो भएर राइड गर्नु होला यताको राइड गर्दै हुन्छ भनेदेखि न्यानो कपडाहरू बोकेर आउनु होला यतैको मान्छेहरू हुनुहुन्छ भनेदेखि चाहिँ अलिक न्यानो भएर बस्नु होला है त राजा भाइ यहाँ आउँछ आज मेरो यो ठक्कै उ गरिदेऊ त कति छ आफ्नो प्रोग्रेसलाई पनि ट्र्याक गरिबस्नुपर्छ टाइममा होइन मेरो बाइसेप्स पहिले हेरौँ कति छ यो चाहिँ पम्प भएको बेलामा हो है कति 15 छ चेस्ट बाइसेप्स 15 चेस्ट हेरौँ अब चेस्ट 41 भनेपछि लेग यो यहाँबाट 22 लेग 22 बाइसेप्स 15 अनि चेस्ट 41 अलमोस्ट 4 इयर्स भयो यस्तो बवाल चालले हानेको छैन एकदम आफ्नो टाइममा आउँछु आफ्नो टाइममा जान्छु बस कन्सिस्टेन्सीलाई चाहिँ एकदम फोकस गरेको छु होइन त्यस्तो क्रिएटिन प्रोटिन केही पनि छैन मेरोमा जस्ट कन्सिस्टेन्सी चाहिँ छ जिमको लागि मलाई थाहा छ म बडी डेन्जर बनाउँछु मलाई थाहा छ फिटनेसलाई म अगाडि बढाउँछु तराईको मौसममा आज हुस्सो लागेको छ राम्ररी भिजन क्लियर छैन आजदेखि पुस लाग्यो जस्तो फिल भइरहेछ तराईमा आजदेखि जाडो भइरहेछ अनि पुरै हुस्सो लागेको छ यतातिर पछाडि मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ पुरै हुस्सो लाग्न थालेको छ अलिअलि चिसो पनि हुन थालेको छ ल अब चाहिँ तराईमा जाडो स्टार्ट भयो है भन्ने टाइपको चाहिँ भएको छ बोली नरल दाल कुकुरी के दाल गोल्डन के पार करनी को विचार बोरा में पैक करके सीरो और सिस्टम मिलावे वाला आइटम सरकार फेरि सुसराको बागलाई तच नदे केटाल जंक्सन डेन्जर छ बे मम्मा पनि साइडमा आँखा गर्न कसले सिकायो त कसले सिकायो आफै सिक्यो आफै सिकेको वहाँ मुला पनि आउँछ यहाँ अलिकति गाउँ त ल हम बोली न के दाल खुकुरी के दाल गर्दन के पार करनी को बोरा में पैक करे सीधे पार सिस्टम यादव सरकार सुती राखो बा तो चनबे केटाले सबै डेन्जर छ ए यस केटाले सिकेको छ जे होस् आज चाहिँ हाम्रो स्कुलको ढलान छ अनि ढलानको दिन चाहिँ मैले ठेक्का दिनुभयो होला भनेको थिएँ ठेक्का दिँदा चाहिँ के हुन्छ भनेदेखि यसरी खाना बोलाउनु पर्दैन उहाँहरूले आफै म्यानेज गर्नुहुन्छ तर दिएको रहेनछ त्यही भएर सबैजना खाना खाँदै हुनुहुन्छ आज सो यो खाना खाइसकेर आजको काम स्टार्ट हुन्छ नि त खाना खाइसकेपछि स्टार्ट हुन्छ नि त आमा सबजना व्यस्त छ खानुमा सौगातले चाहिँ जिन्दगीमा पनि यो आफ्नो लुगाहरू चाहिँ यसले सम्हालेर राख्नु कहिले सिकेन है यसको कहिले टोपी यहाँ हुन्छ कहिले त्यहाँ लुगा हुन्छ कहिले यहाँ हुन्छ ल यो सौगातले तिमीहरू के हो रेडी हुँदै हो ल यहाँ चाहिँ केटाहरू रेडी हुँदैछ स्कुलको लागि म चाहिँ अब आज ढलानको लागि स्टार्ट हुँदैछ रेडी हुँदैछु म ल त यो भाइ पनि रेडी हुँदैछ म चाहिँ ढलानको लागि रेडी हुँदैछु यहाँ खाजा खाँदै हुन्छ सबजनाले खाना खाँदै हुन्छ खाना किन खानुपर्छ भनेदेखि त्यहाँ एनर्जी धेरै लाग्छ त्यही भएर एकदम बवाल एनर्जी लिएर अनि सबैजनाले माथि ढलानको काम गर्ने हो कि किनकि 5 तलामा काम गर्नुपर्ने छ त्यही भएर हो कहिले भने मैले अस्ति नि। यो दाँत चाहिँ कसरी यस्तो भएको खै
कसरी भएको दाँत यस्तो कसरी दुध खाएर दुध खाएर दुध हुन्छ कि चक्लेट खाएर हुन्छ चक्लेट र दुध चटपटे पनि खाएर होला हो ए अनि यो टाई कसले बाँधेको यसो यो टाई त भित्रबाट लाउनुपर्छ नि जो उसलाई भन दाइलाई भन यो भित्रबाट हालिदिनु भनेर यो कहाँको बस हो सुकीपुर कति किलोमिटर हो यहाँबाट अब सुकीपुरको लटको पनि आएको छ यहाँबाट सुकीपुर एटलिस्ट 12-15 किलोमिटर टाढा छ यो चाहिँ पहिलो लट हो सुकीपुरको वेलकम गाइज वेलकम मोटु पनि यही बसमा आउनुहुन्छ आउनुहोस् सबैजना आउनुहोस् अब यो लट पुऱ्याएर फेरि कतातिर जान्छ बस यो नाउ जयपुर यो लट पुऱ्याएर फेरि जयपुरतिर जानुहुन्छ त्यहाँको पालै सिस्टम हो यिनीहरूलाई फर्स्ट यो लट त्यसपछि सेकेन्ड त्यो लट सो ब्लग हेर्ने ल सबैजनाले सिनेबल ब्लग सबैजनाको आउँछ ल आमामामा त्यो ढलान स्टार्ट हुने बेला भइसक्यो सबैजना रेडी भइसक्यो खाना खाएर आइसक्नु भयो फुल एनर्जीको साथ अब हुन्छ ढलान स्टार्ट एभ्री वान इज वाचिङ मी यो केटाले के गरेको भनेको होला होइन मैले चाहिँ आज ब्लग बनाइरहेको छु ब्लग मेरो घर ढलान हुँदैछ माथि रेडी भइसक्यो यता सिमेन्टीहरू रेडी भइसक्यो गिटी बालुटा सबै रेडी भइसक्यो अनि सबैजनाले हेर्दै हुन्छ ओके 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 रेडी यो हो विश्व शान्ति एकाडेमीको 5औँ तलाको ढलान अब यो ढलान कम्प्लिट भइसकेपछि केही गर्नु पर्दैन त्यसपछि प्लस्टरको काम त्यसपछि अरू फिनिसिङको कामहरू बाँकी नै छ कतिजना छन् दाइ टोटल 30 जना छ 30 जना कहाँको मान्छेहरू यो के अरे वर्षावारको पश्चिम वर्षावारको कति घन्टामा सकिन्छ होला दाइ हामी 5 बजेसम्म सकिने योजना बनाएको छौँ 5 बजे आम्मामा हेर्दा मात्रै सजिलो हो तर 5 बजेसम्म टाइम लाग्छ भनेपछि अहिले 9 बजिसक्यो 10 बजिसक्यो 10 बजेदेखि स्टार्ट गर्दा पनि 5 बजेसम्म भनेपछि त टाइम लाग्छ यार बवाल टाइम लाग्छ रेडी भइसक्यो ढलानको काम यहाँ सबै टेस्टिङको कामहरू एकदम कम्प्लिट हुँदैछ यहाँ बाँड्ने काम हुँदैछ भनेदेखि यहाँ फर्स्ट ढलान झरिसकेको छ हाम्रो पूजा भइसकेको छ सबैजना रेडी भइसक्नुभयो ढलानको लागि आज 5 बजेसम्म ढलान रेडी हुन्छ भन्नुभएको छ मेन ठेकदारले विश्व शान्ति एकाडेमीको आजको यो लास्ट ढलान आजको मौसम चाहिँ एकदम फगी टाइपको छ आजदेखि तराईमा जाडो स्टार्ट भएको छ भनेदेखि हुसो हल्का लागेको छ सो आज यो घर ढलानको छतको चाहिँ काम हेर्न चाहिँ मजा आउँछ होइन किनकि जहिले पनि ढलानमा चाहिँ एकदम रमाइलो हुन्छ धेरै मान्छेहरू धेरै काम गर्ने मान्छेहरू हुनुहुन्छ होइन अनि घर बनेको हेर्दाखेरि चाहिँ खुसी लाग्दो रहेछ यहाँ तलबाट ल्याएर आउने हो तलबाट सररररररररर ड्याम ल फर्स्ट स्टेप भइसकेको छ यहाँ सो माथि चाहिँ कतिजना हो टोटल काम गर्ने 6 जना ए 6 जना काम गर्ने 6 जना कति 3-4 जना मिस्त्री ए ओके 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 एकदम राम्ररी गर्नु होला है फेरि त्यसो ध्यान दिएर तल पनि चाहिँ झुलको बनाउनु पर्छ कहाँनिर राख्नु भन्नु त यता मेरो मेन गेट यो हुन्छ कोठाको त्यसपछि उता प्यासेजतिर जाने गेट यो हुन्छ त्यसपछि दाइहरूले भनेअनुसार चाहिँ सबै कुरा यो वालदेखि उतैतिर राख्दाखेरि चाहिँ बेस्ट हुन्छ भन्नुभएको छ त्यही भएर म त्यही गर्छु होइन किनकि यहाँ प्यासेजहरू पनि छ प्यासेजमा गएर साँझमा टक्क यसो बसेर भाइब्स लिनुपर्छ होइन त्यो भाइब्सको लागि यो बेस्ट छ अनि त्यसपछि त्यो झोलुङ्गे सोलुङ्गे रिल्याक्स अनि वासरुमहरू सबै त्यो रुममा हुने भयो हो सुशान्त हजुरले फ्याल्नुभयो 4 को आइटमहरू प्लास्टिकहरू चाउचाउको खोलहरू अनि चक्लेटको खोलहरू बाहिरै फ्याल्नुहोस् ल बाहिर डस्टबिनमा फ्याल्ने आफ्नो स्कुललाई के गर्ने सफा बनाउने ल कोही पनि केही पनि फोहोरहरू नफ्याल्ने है त मैले देखेँ भनेदेखि म के गर्छु फेरि यस म त फेरि देखेँ भने दिइहाल्छु है ल हस् ल राम्रोसँग पढ्नु है हजुर ए चाबी थ्याङ्क यू हेलो
हजुर कति क्लास हो? हजुर टिफिनमा बाहिर जानुहुन्छ हो? मैले हिजो देखाएको थिएँ हजुरलाई। को जानुहुन्छ भन्नु त? को जानुहुन्छ? कोही पनि नजाने ल। सबै टिफिनहरू भित्रै खाने, अनि त्यहाँ पसल छ केही खान मन लाग्यो पसलमा जाने, अनि चाउचाउको खोलहरू चक्लेटको खोलहरू सबै त्यो गेटभन्दा उतै फ्याल्ने ल। डस्टबिनमा फ्याल्ने है। आफ्नो स्कुललाई फोहोर नबनाउने ल। यति मैले फेरि हजुरहरू कसैलाई देखेँ भनेदेखि म पुरै स्कुल के गर्न लाउँछु? सफा गर्न लाउँछु। यस। अनि कोही पनि बाहिर नजाने, बाहिर गएको कोही देख्नुभयो भने मलाई भन्ने है। ल ल कोही पनि बाहिर नजाने। अनि हजुरहरूले पनि पहिला चाहिँ डस्टबिन अरू क्लासबाट लिएर आउनु भएको थियो होला नि त? हजुरको डस्टबिन लगिदियो? ठिक छ, हजुरको फोहोरहरू छ नि आफ्नै ब्यागमा राख्ने अनि डस्टबिनमा लगेर फ्याल्ने ल। नभए गोजीमा राख्ने, यति फोहोर त हुन्छ नि, गोजीमा ठट्ट राख्ने, डस्टबिनमा जाने, डस्टबिनमा फ्याल्दिने ल। क्लास 4 बनाउने होइन है। ल हस्, बाई बाई, हेभ अ गुड डे। ल ल ल ल डान्स गर्न आऊ ल। जाऊ जाऊ ल डान्स गर्न आउँदो राहुल, छिटो फास्ट। मिसहरू नभएको बेलामा अनि किन हल्ला गरेको? मैले हल्ला नगरी बस्नु भने होइन हजुरलाई? मैले हजुरलाई हल्ला नगरी बस्नु भने, अनि मिस हुने बित्तिकै हल्ला गर्ने? ल जाऊ जाऊ जाऊ। ल राहुल डान्स गर्न आऊ। राहुलले कसरी डान्स गराएको थियो अरे? हो ल कसले डान्स गर्ने? लाउ त ल। डान्स गर्न कसलाई आउँछ? लाउ त। तिमीलाई आउँछ? ल अब छिटो छिटो फास्ट ल। ल यो गीतमा जसले डान्स गर्न सक्छ सरस्वती पूजामा पनि म सिकाइदिन लाउँछु। अनि ल आउनुहोस् त आउनुहोस् त। डान्स टिचर आउनुहुन्छ अनि ल ल ल ल ग्रुपै आऊ ल। पढ्न त तिमी आउँदैनौ। आज एक दिन आएको हल्ला यस्तो छ। डान्स गर्न मन लाग्छ? ल जाऊ जाऊ डान्स गर्न जाऊ न त। कुन गीतमा हो? ए हो पिरतीको तालमा। यहाँ लाग्यो। ल आफै गीत गाउने आफै डान्स गर्ने ल। पिरतीको तालमा फुल पिरतीको तालमा फुल फुल्यो कमला, नजराको तीर चाल्यो नजराको तीर चाल्यो सुमन सरर। लप्पन छप्पन जान्दिन, झुटो माया लाउँदिन। लप्पन छप्पन जान्दिन, झुटो माया लाउँदिन। माया लाउनु त भन्दिन। ल हजुरले युट्युब चलाउनुहुन्छ कि हुँदैन? युट्युब कसले हेर्नुहुन्छ? ए ल आज गएर सी नेपाल ब्लग हेर्नु ल। यो भिडियोहरू त्यसमै आउँछ ल। के ब्लग? सी नेपालको स्पेलिङ भन त। यस नाइस। यस डबल ई अनि पिएल सी नेपालमा हेर्ने हजुरको ब्लग्स आउँछ ल आज। सबैले सब्सक्राइब गर्ने ल। सब्सक्राइब गर्नु भन सबैजना। सब्सक्राइब। निशान्त को हो? निशान्त भनेको निशान्त ढिस्क्यौ ढिस्क्यौ ढिस्क्यौ। स्नाइपरबाट ताकिरहेको छु र म यहाँबाट स्कोप लाएर। ढिस्क्यौ ढिस्क्यौ ढिस्क्यौ। यस ढिस्क्यौ ढिस्क्यौ। ए ढिस्क्यौ ढिस्क्यौ ढिस्क्यौ। दामी रहेछ बन्दुक त। ल ल्याउ ल्याउ ल्याउ। दामी रहेछ ल मन पर्यो। गोलु किन पिटेको साथीलाई? गोलु गोलु किन पिटेको तिम्रो साथीले तिमीलाई? भन त। आफै पिट्नुहुन्छ? ए
आरुष के छ आरुष हिरो हो आरुष हिरो को हिरो हो यहाँको तिमी हिरो हो कि उहाँ हिरो हो कि उहाँ हिरो हो कि उहाँ ए तिमी हिरो हो ए हिरो कस्तो हुन्छ खै आरुष के छ आरुष चेन लगाऊ तिमी हो ए ल कहाँ हिँडेको ल जाऊ बाई जाऊ फाइनली रेडी भएछ माथिको यस्तो देखाएको छ अहिले चाहिँ लुक एट द्याट सनसेट कस्तो राम्रो देखिरहेछ मेरो चाहिँ भर्खर ड्युटी अफ भइसकेपछि चाहिँ म आएको छु हेर्नुलाई फाइनली कम्प्लिट भयो अब मात्र प्लस्टर बाँकी छ त्यसपछि वायरिङ दाइहरूले कामसाम सकेर आफ्नो सामानहरू प्याकिङ गर्दै हुन्छ भनेपछि आजदेखि ढलानको काम सबै सम्पन्न भयो अब मात्र प्लस्टर र वायरिङको काम छ अब चाँडै नै यस वर्षदेखि यो विश्व शान्ति एकाडेमी सुचारू हुन्छ सक्यो भन्दै हेट छिटो सक्नुभयो तपाईँहरूले आज ल अर्को बस पनि आयो एकदम यो दुईजना कम्पिटिसनमा आएको होला मेबी होइन ऊ अगाडि नै आइसक्नु भयो होइन ठ्याक्कै दुईजना कम्पिटिसनमा आएको होला कि अस्ति दुईजना कम्पिटिसन गरेर आफ्नै गाउँमा त्यो भाले मार्दैछ 2000को होइन 2000 तिर्नु पऱ्यो त्यो गाउँमा लास्ट उसो कि गुर्जीहरू पुरा म चाहिँ बाइकमा रेस छ गुर्जीहरू बसमा रेस के तिम्रो खाना यहाँ खाएको देखिरहेछ कस्तो सब्जीहरू छ केही खुवाउँदैन कुरा ड्राइभरले रक्सी खान्छ अनि त रक्सी के ब्रान्डेड दिनु ड्राइभरलाई नो रक्सी विश्व शान्ति एकाडेमीमा ड्राइभरहरूलाई नो रक्सी गुर्जीहरूलाई नो रक्सी बस ल सबैजना बस हाम्रो चाहिँ आज रमाइलो छ सबैजना घर ढलान गरिसकेपछि अब लास्टमा यसरी खानुपर्छ गाउँघरमा चाहिँ किनकि यहाँको चाहिँ परम्परा हो काठमाडौँतिर चाहिँ यस्तो हुँदैन यहाँ सबैजना खाना बस्नु भएको छ यहाँ चाहिँ के हुन्छ थाहा छ मासु भात त्यसपछि रक्सी के हो क्या दिस इज कल द प्योर भाइब्स गाउँघरको प्योर भाइब्स मधेसको प्योर भाइब्स सबैजना आफ्नो जोनमा हुनुहुन्छ हाम्रो हजुरआमा आफ्नो जोनमा हुनुहुन्छ ल हजुरआमालाई केही मतलब छैन उता के भइरहेछ कसो भइरहेछ भनेर के हो यो सबै कुएटकाले थुपारे ल हो र यो चाहिँ तोरीको साग हो खै थाहा छैन मलाई मम्मीले होला तोरीको साग यो गुन्द्रुक बनाउनको लागि प्रोसेस हुँदैछ यो कसरी कुयो त एकदम प्योर गुन्द्रुक बन्ने हो कि यो तोरीको सागबाट अरू सागहरूबाट चाहिँ त्यस्तो राम्रो बन्दैन तोरीको सागबाट चाहिँ प्योर गुन्द्रुक बन्ने हो कुनु त भएन नि त यत्रो कसरी गर्ने त अब यो फिजाउन न अलि मजाले फिजाउन न यो सबै तातो भइसकेछ आज रातभरि सुने छु धन्न यो त अब हामीलाई आउँदैन नि त हामी त केटाकेटी के आउनु अब हाम्रो हजुरआमालाई थाहा छ कसरी बनाउने प्योर पाराले यस्तो मिठो बनाउनु हुन्छ गुन्द्रुकको साग सो गाइज आजको ब्लग म यसरी नै इन्ड गर्छु किनकि आजको ब्लगमा हाम्रो घर स्कुल ढलान भयो त्यसपछि यहाँ सबैजना खाँदै हुनुहुन्छ कोही उतातिर के काम गर्दै हुनुहुन्छ सबैको आफ्नो जोन छ मेरो पनि आफ्नै जोन छ मैले चाहिँ मेरो ड्रेसअप अहिलेसम्म खोलेको छुइनँ सो अब ब्लग इन्ड गरेर म ड्रेस खोलेर एकछिन फ्रेस हुन्छु हस् त जय नेपाल तपाईँको दिन शुभ रहोस्